नमस्कार। द पुष्कर भुषाल युट्युब च्यानल मार्फत सञ्चालन हुने लेट्स डिस्कस श्रृङ्खलाको अर्को अंशमा यहाँलाई स्वागत छ। आजको अंशमा हामीहरू सामाजिक सुरक्षा प्रणालीमा जुन बायोमेट्रिक भेरिफिकेसनको कुरा चलिरहेको छ, विभिन्न स्थानीय तहहरूले सूचना पनि निकालिरहनु भएको छ होला, यो विषयमा चाहिँ कुरा गर्छौँ। यो विषयमा कुरा गर्नुभन्दा पहिले जानौँ सामाजिक सुरक्षा भत्ता भनेको के हो। सामाजिक सुरक्षा भत्ता भनेको राज्यले आफ्नो नागरिकलाई विशेष गरी आर्थिक रूपले विपन्न, असहाय र जोखिममा परेका वर्गलाई प्रदान गर्ने एक किसिमको आर्थिक सहायता हो। नेपालको संविधानले यसलाई नागरिकको मौलिक हकका रूपमा स्वीकार गरेको छ। सामाजिक सुरक्षा भत्ता पाउने मुख्य लक्षित वर्गहरू चाहिँ नेपालको सन्दर्भमा 70 वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरू, 60 वर्ष उमेर पुरा भएका दलित ज्येष्ठ नागरिकहरू, पतिको मृत्यु भएका महिलाहरू, जुनसुकै उमेरका महिलाहरू, अथवा चाहिँ 60 वर्ष उमेर पुरा भएका विवाह नगरी बसेका अथवा सम्बन्ध विच्छेद गरी बसेका चाहिँ एकल महिलाहरू, अपाङ्ग भएका व्यक्तिहरू, पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्ग, त्यसै गरी चाहिँ देशभरिका दलित बालबालिका 5 वर्ष मुनिका र विभिन्न 11 जिल्लाका अन्य सबै किसिमका चाहिँ 5 वर्ष मुनिका बालबालिकाहरूले चाहिँ नेपालको सन्दर्भमा हाल सामाजिक सुरक्षा भत्ता चाहिँ प्राप्त गर्दै आउनुभएको छ। अब बायोमेट्रिक भेरिफिकेसन को विषयमा चर्चा गरौँ। बायोमेट्रिक भेरिफिकेसन भनेको चाहिँ राष्ट्रिय परिचय पत्रमा आधारित सामाजिक सुरक्षा भत्ता हो। त्यो भनेको चाहिँ नेपाल सरकारले वृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता जस्ता सामाजिक सुरक्षाका सुविधाहरू वितरण गर्दा राष्ट्रिय परिचय पत्र, नेसनल आइडी वा यसको नम्बरलाई अनिवार्य बनाउने व्यवस्था गरेको छ। यसको मुख्य उद्देश्य भनेको चाहिँ सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रविधि मैत्री बनाउने हो। यसले चाहिँ दोहोरो सुविधा लिनबाट रोक्ने, त्यसपछि गएर चाहिँ ब्याङ्किङ प्रणालीसँग आबद्ध गराउने, पारदर्शी गराउने जस्ता क्रियाकलापहरू चाहिँ अगाडि राखेको छ। अब बायोमेट्रिक भेरिफिकेसन गर्दा के चाहिन्छ, कसरी गर्ने भन्ने विषयमा चाहिँ छलफल गरौँ। पहिलो सन्दर्भमा चाहिँ बायोमेट्रिक भेरिफिकेसन 90 वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरू, पूर्ण अपाङ्ग, क्षेत्र तोकिएका बालबालिका, दलित बालबालिकाहरूको चाहिँ गरिराख्नु पर्दैन। विशेष गरेर 90 वर्ष पुरा भइ नसकेका ज्येष्ठ नागरिकहरू, विधवा भत्ता अथवा चाहिँ एकल महिला भत्ता पाइरहनुभएका चाहिँ विधवा महिलाहरू अथवा एकल महिलाहरू र अति अशक्त अपाङ्गहरू, अनि ज्येष्ठ नागरिक दलितहरूले चाहिँ यो बायोमेट्रिक भेरिफिकेसनमा आधारित चाहिँ सामाजिक सुरक्षा भत्तामा आबद्ध हुनुपर्ने हुन्छ। यसका लागि चाहिँ बायोमेट्रिक गर्दाखेरि सम्बन्धित लाभग्राहीले चाहिँ आफूसँग भएको राष्ट्रिय परिचय पत्रको दर्ता फारम अथवा राष्ट्रिय परिचय पत्रको कार्ड जे छ, दुईमध्ये जे छ त्यो, नेपाली नागरिकता प्रमाणपत्र र सामाजिक सुरक्षा परिचय पत्र लिएर चाहिँ स्थानीय तह, आफ्नो नजिकको स्थानीय तह वडा कार्यालयमा चाहिँ सम्पर्क राख्नुपर्ने हुन्छ। वडा कार्यालयमा गइसकेपछि त्यहाँ वडा सचिव हुनुहुन्छ, उहाँले चाहिँ तपाईहरुलाई बायोमेट्रिक गरिदिनुहुन्छ, राष्ट्रिय परिचय पत्रमा आधारित सामाजिक सुरक्षा भत्तामा आबद्ध गराउनुहुन्छ। अब स्थानीय तह अथवा चाहिँ वडा कार्यालयहरूले बुझ्नुपर्ने कुरा चाहिँ विभागले विभिन्न मितिहरू तोकेको छ। यो मितिमा यो यति नम्बरदेखि यति नम्बर कर्मसङ्ख्यासम्म भएका स्थानीय तहहरूले यो मितिमा गर्नु भनेर चाहिँ विभिन्न मितिहरू चाहिँ अहिले यो पुसदेखि नै तोकेको छ, मिति तोकेको छ। त्यो मिति अनुसारै गर्नुपर्छ कि पर्दैन भन्ने पनि हुन्छ। त्यो मिति अनुसारै गर्नुपर्छ भन्ने चाहिँ होइन। यो चाहिँ प्रणालीमा चाहिँ सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा चाहिँ बढी चाप नहोस् भनेर भन्नको लागि चाहिँ यो विभिन्न मितिहरू चाहिँ विभागले तोकेको हो। सोही अनुरूप गर्दाखेरि चाहिँ प्रणालीमा चाप कम हुने र सेवा चुस्त हुने चाहिँ हुन्छ। तर ठ्याक्कै त्यो स्थानीय तहले त्यही मितिमै गर्नुपर्छ भन्ने चाहिँ होइन। अनि अर्को लाभग्राहीको कुरा भनेको बायोमेट्रिक भेरिफिकेसन नभएका लाभग्राहीको भत्ता आउँछ कि आउँदैन भन्ने पनि हो। प्रणालीबाट सामान्य तरिकाबाट नवीकरण भएका बायोमेट्रिक भेरिफाई नभएका लाभग्राहीहरूको भत्ता आउँछ कि आउँदैन भन्ने विषय चाहिँ अझै ठ्याक्कै यकिन गर्न सक्ने अवस्था पनि छैन। तर राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले
सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रियालाई चाहिँ राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरिसकेपछि राष्ट्रिय परिचय पत्रमा आधारित चाहिँ बायोमेट्रिक भेरिफिकेसन अनिवार्य गरेको छ। अहिले 82-83कै आर्थिक वर्ष 82-83का लागि नै नवीकरण गर्दाखेरि यो बायोमेट्रिक भेरिफिकेसन अनिवार्य गरेकोमा चाहिँ प्रणालीमा विभिन्न समस्याहरूले गर्दा चाहिँ पहिलो र दोस्रो किस्तामा चाहिँ विभागले त्यति अङ्कुश चाहिँ लगाएको थिएन। तर अहिले पछिल्लो समय चाहिँ बायोमेट्रिक भेरिफिकेसन गरेर मात्रै फरवार्ड फिड निकाल्नु भन्ने खालको चाहिँ पत्र आइसकेपछि भत्ता सामाजिक सुरक्षा भत्ता बायोमेट्रिक भेरिफिकेसन नभएका व्यक्तिहरूको चाहिँ सामाजिक सुरक्षा भत्ता आउँछ नै भनेर भन्न सक्ने अवस्था पनि छैन। नआउन सक्ने अवस्था पनि त्यसको प्रबल सम्भावना चाहिँ छ। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्दैछ? भिडियो मन परेमा च्यानललाई सब्सक्राइब गर्नुहोस्। भिडियो आफ्ना साथीहरू, स्थानीय पञ्चायत अधिकारी साथीहरू अथवा चाहिँ तपाईँ जति पनि लाभग्राही हुनुहुन्छ, लाभग्राही सेवाग्राही हुनुहुन्छ, उहाँहरूलाई पनि सेयर गर्नुहोस्। स्थानीय तहबाट विशेष गरेर वडा कार्यालयबाट सम्पादन हुने कामहरू अझ त्यसमा पनि व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासँग सम्बन्धित रहेर चाहिँ हामीहरूले भिडियो बनाउने कोसिस गर्छौँ। तपाईँहरूलाई जानकारीका लागि भिडियो मन परेमा लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद।